आन्दोलन स्थगित हुँदैन। हामीले वार्ताको ढोका र आन्दोलनको ढोका दुईटै खुला राखेर हामी अगाडि बढ्छौँ। सरकारले 7 गते भन्दा अगाडि हाम्रा जायज माग पुरा गर्यो, हामी ब्याक हुन्छौँ। यहाँहरूले बुझिदिनु पर्यो कि नागरिक बचाउ महाअभियानको रहर होइन आन्दोलन गर्ने, हाम्रो बाध्यता हो। हामी नेपाली जनताका आवाजबिनहरूका आवाजलाई लिएर यहाँ उपस्थित भएका छौँ। त्यसले गर्दा हाम्रो आन्दोलन यहीँबाट निवेदन गर्छौँ, शान्तिपूर्ण हुन्छ। भगवान गौतम बुद्धले भन्नुभएको छ नि, अहिंसा परमो धर्म। हामी हिंसा गर्दैनौँ। यो मुलुकमा विश्व इतिहासमा थुप्रै रक्तहीन क्रान्तिहरू पनि भएका छन्। हामी कुनै पनि युवाको एक थोपो रगत अब यो धरतीमा नझारिकन व्यवस्था परिवर्तनको लागि आन्दोलित छौँ। हामी ढुङ्गामुढा गर्दैनौँ, कुनै सार्वजनिक सम्पत्ति तोडफोड गर्दैनौँ, आगजनी गर्दैनौँ। गर्नु के छ? वार कार्यालयदेखि सिंहदरबार त जलाइसकेका छ। अब हामी त त्यो बनाउन, निर्माण गर्न, नयाँ नेपालको प्रारम्भको लागि शान्ति र समृद्धिका बिकुल फुक्दै नागरिकका झरिरहेका आँसुहरूमा, ती मुहारहरूमा, रोइरहेका मुहारहरूमा हाँसोको बहार ल्याउने उद्देश्यका साथ नागरिक बचाउ अभियान आगामी 7 गतेबाट शान्तिपूर्ण अनिश्चितकालीन नेपाल बन्द कार्यक्रमको घोषणा गरेर अगाडि बढेको छ। यसै बिचमा सरकारले हामीलाई वार्तामा बोलाएको छ। त्योभन्दा अगाडि नै हामीले राखेका जायज मागहरू पुरा भयो भने हामीलाई आन्दोलन गर्ने रहर होइन, नेपाली जनताको बाध्यता हो।